हामीले कुनै पनि कार्यक्रम सञ्चालन गर्दाखेरि त्यहाँ कार्यक्रम सफल हुने, असफल हुने, राम्रो, नराम्रो, ठिक, मध्यम कस्तो हुने त्यो एउटा न एउटा भइ नै हाल्छ। त्यसपछि विभिन्न खालका परिणामहरू, रिजल्टहरू देखिन्छ। त्यसैले तपाईँले चाहिँ आज कार्यक्रम उद्घोषक भइसकेपछि, कार्यक्रम सञ्चालन गरिसकेपछि चाहिँ के गर्नुपर्छ त? भन्ने विषयमा हजुरहरूलाई आजको यस भिडियोमा प्रस्तुत गर्दैछु। हजुर, आज हामी छौँ डे 5 यो मास्टर इन उद्घोषण, जुन चाहिँ उद्घोषणमा मास्टर बन्नुहोस् भन्ने हाम्रो यो नारा रहेको छ हजुरहरूलाई। यही दौरानमा यही सिरिजमा चाहिँ हजुरहरूलाई डे 4 सम्मको भिडियो हामीले अपलोड गरिसकेका छौँ। यदि हजुरहरू नयाँ भिडियो हुनुहुन्छ यस भिडियोमा भने योभन्दा अगाडिको भिडियोहरू पनि चेकआउट गर्नु होला, च्यानलमा रहेको छ, जहाँ चाहिँ हजुरले कार्यक्रम कसरी सञ्चालन गर्ने, कसरी तयारी गर्ने, हैन, विभिन्न यी कुराहरूमा चाहिँ के त हजुरले भिडियो पाउनुहुनेछ। र आज हामी छौँ डे 5, जहाँ चाहिँ हजुरहरूले अब कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरिसकेको छ। अब कसरी चाहिँ आफूलाई प्रिपेयर गर्ने त आफ्टर प्रोग्राम भन्ने विषयमा आजको भिडियोमा हामी छलफल गर्नेछौँ। नमस्कार, म हुँ हजुरहरूकै आफ्नै मित्र अनिता बल्लामा। हजुरहरूलाई युट्युब च्यानलमा धेरै धेरै स्वागत गर्दछु। हजुर मित्रहरू, यदि साँच्चै नै तपाईँहरू कुशल उद्घोषक बन्न चाहनुहुन्छ भने चाहिँ यस सिरिजलाई कहीँ कतै पनि स्किप पनि नगर्नुहोला, कुनै भिडियो पनि मिस नगर्नुहोला है। त्यसको लागि चाहिँ हजुरहरूलाई हामीले यहाँ माथि लिङ्क पनि राख्दैछौँ यो सिरिजको प्लेलिस्टको भनी। हजुरहरूले तल डिस्क्रिप्सनमा पनि प्लेलिस्टको लिङ्क पाउनुहुनेछ। र थप यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानलमा हजुरहरूले भिजिट गर्नु नै सक्नुहुनेछ। लागौँ आजको कन्टेन्टतर्फ। पहिलो नम्बरमा रहेको छ सामग्री हस्तान्तरण। हजुरहरूले चाहिँ आफूले कार्यक्रम सञ्चालन गर्ने दौरानमा के सामग्री चाहिँ अथवा के सामानहरू चाहिँ आयोजक टिमसँग लिनुभएको थियो, त्यो कुरा चाहिँ के त आयोजक टिमको पनि जिम्मेवार व्यक्तिलाई मात्रै के त हस्तान्तरण गर्ने अथवा ह्यान्डओभर गर्ने। किनकि हजुरले कार्यक्रम राम्रै गर्नुभएको थियो होइन, गर्नलाई, तर के हुनसक्छ भने कार्यक्रम राम्रो, तर तपाईँले कार्यक्रम सकिने साथै आफू घर जानुभयो भने तपाईँलाई दिनुभएको माइक्रोफोन, ब्याट्रीदेखि लिएर डायरी, पेनहरू कता गयो त्यो भताभुङ्ग हुनसक्छ नि त होइन। त्यसपछि चाहिँ आयोजक टिमले तपाईँप्रति हेर्ने दृष्टिकोण चाहिँ नेगेटिभ बन्न सक्छ। त्यसैले हामी एक कुशल उद्घोषकको एक महत्त्वपूर्ण जिम्मेवारी के हो भने कार्यक्रम कुशलतापूर्वक सञ्चालन गर्नु मात्रै होइन कि हजुरहरूले जुन कार्यक्रमको लागि प्रयोग गर्नुभएको छ पेन, डायरी, माइक्रोफोन, अनि माइक्रोफोन यदि वायरलेस माइक्रोफोनमा ब्याट्री प्रयोग गर्नुभएको छ भने ब्याट्री, कतिवटा माइक्रोफोन हजुर लिनुभएको थियो, त्यो सबै कुरा चाहिँ बिहान जति लिनुभएको थियो त्यो सबै कुरा चाहिँ हजुरले के गर्नुपर्छ भन्दाखेरि जो आधिकारिक व्यक्ति हुनुहुन्छ उहाँहरूलाई ह्यान्डओभर गर्ने। यो गर्नुभयो भने चाहिँ हजुर एज अ प्रोफेसनल उद्घोषक बन्ने यात्रामा अघि बढ्दै हुनुहुन्छ। दोस्रो नम्बरमा रहेको छ समीक्षा गर्ने। हजुर, तपाईँले चाहिँ कार्यक्रम सञ्चालन गर्नुभयो, सुरुवाती चरणदेखि धेरै मेहनत गरेर कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ नि त। हजुरको एउटै मात्र मकसद, एउटै मात्र लक्ष्य भनेको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्नु थियो नि त होइन हो। त्यसैले चाहिँ तपाईँले कार्यक्रम सञ्चालन गर्नु भइसकेपछि अब चाहिँ तपाईँको कार्यक्रम चाहिँ कस्तो रह्यो त, हजुरको तर्फबाट हजुरले 100% दिनुभयो, तर आयोजक टिमले यसलाई कसरी हेरेको छ त भन्ने विषयमा के त समीक्षा गर्ने। कार्यक्रम समग्रमा कस्तो भयो त भन्ने विषयमा आयोजक टिमसँग बसेर चाहिँ छलफल गर्ने। कार्यक्रम चाहिँ कस्तो रह्यो त, आयोजक संस्थाले चाहेको लक्ष्य उद्देश्य अनुरूप चाहिँ कार्यक्रम सञ्चालन भयो कि भएन त भन्ने विषयमा चाहिँ गजब तरिकाले हजुरले चाहिँ के त समीक्षा गर्नुपर्ने हुन्छ, जसबाट चाहिँ हजुरलाई के थाहा हुन्छ भने ए आगामी दिनमा चाहिँ म यसरी बढ्नुपर्ने रहेछ है भन्ने कुरा चाहिँ तपाईँलाई फिडब्याकको रूपमा पनि प्राप्त हुन्छ। तेस्रो नम्बरमा रहेको छ एकदम गजबको मिठो आफ्नो पारिश्रमिक लिने र त्यहाँबाट छुट्टिने। हजुर, तपाईँ त प्रोफेसनल एङ्कर बनिसक्नु भएको छ नि त। यदि बन्नु भएको छैन भने पनि हाम्रो यस सिरिजबाट त हजुर एक प्रोफेसनल उद्घोषक पो बन्नुहुन्छ त होइन। प्रोफेसनल उद्घोषकले त आफ्नो पारिश्रमिक पनि लिनु पर्यो, तपाईँलाई चाहिँ कति रकम भनेको छ निश्चित रकम त्यो आफूले लिने र त्यसपछि उहाँहरूसँग बिदा हुँदै छुटिएर घर जाने। चौथो नम्बरमा रहेको छ स्व मूल्याङ्कन। हजुर, तपाईँलाई त भन्ने होला नि त कार्यक्रम सञ्चालन गर्दाखेरि के त एकदम राम्रो भएको छ अथवा एकदम नराम्रो भएको छ भनेर तपाईँलाई त्यहाँनिर फिडब्याक आइरहेको होला होइन, त्यहाँनिर प्रशंसा आइरहेको थियो होला, तर हजुरले आफूले आफूलाई चिन्नुहोस्, किनभने संसारले तपाईँलाई ढाँटे पनि आफ्नो मनले आफूलाई ढाँट्न सक्दैन। त्यसैले घर पुगिसकेपछि हजुरले के गर्नुहोस्, मैले कहाँनिर के गरेँ त, कसरी चाहिँ सञ्चालन गरेँ, मैले चाहे जुन लक्ष्यसँग जुन अभ्याससँग मैले के त कार्यक्रम प्रस्तुत गर्छु भने त्यो भयो कि भएन, कतै मैले बोल्दाखेरि पो मिस्टेक गरेँ भन्ने कुरा चाहिँ आफूले आफूलाई स्व मूल्याङ्कन गर्नुहोस्, आफूले आफूलाई चिन्नुहोस्। किनकि मान्छेहरूले भन्ने गर्छन् नि दुई प्रकारको मान्छे हुँदो रहेछ कि संसारमा। कस्तो भने एउटा चाहिँ तपाईँको गल्ती भए पनि गल्ती देख्नै नसक्ने के, एकदमै राम्रो जुन गल्ती छ छैन मतलब छैन राम्रो मात्रै भनिदिने। अर्को प्रकारको मान्छे हुन्छ तपाईँले
16 आना सहयोग गर्नुभयो भने खत्तम थियो, झुर थियो, एकदमै खडोस थियो, नराम्रो थियो भन्ने व्यक्तिहरू पाउनुहुन्छ। त्यसैले यो दुईटैबाट तपाईँले फिडब्याक त लिनु भइसकेको छ समीक्षामा, तर त्यसपछि पनि तपाईँ आफू त हुनुहुन्छ नि त, संसारले तपाईँलाई ढाँटे पनि हजुरले आफूले आफूलाई ढाँट्न सक्नुहुन्न। त्यसैले कार्यक्रम समग्रमा सकेपछि घरमा पुग्नु भएपछि सो मूल्याङ्कन गर्नुहोस्, मैले यस्तो यस्तो गर्नुपर्ने थियो, ओके यो कार्यक्रममा यो कमी कमजोरी भयो, यसलाई म के त अब आउने कार्यक्रममा चाहिँ गर्दिनँ है, अब आउने कार्यक्रममा अझ म इम्प्रुभ हुन्छु, अझै उत्साहित हुन्छु, अझ जोसिलो हसिलो भएर चाहिँ अब आउने कार्यक्रमको लागि पूर्ण तयारी गर्छु है भनेर अगाडि बढ्नु होला। अर्थात् आफूले आफूलाई चाहिँ सो मूल्याङ्कन गर्दै, आफूले आफूलाई फिडब्याक दिँदै, आफूले आफूलाई करेक्सन गर्दै अघि बढ्नु होला। हजुर, तपाईँलाई धेरै धेरै शुभकामना छ। समग्रमा एक्सेप्ट कम्प्लिमेन्ट्स, प्रशंसा लिनुहोस्, फिडब्याक कलेक्सन गर्नुहोस्, प्रतिक्रियाहरू जुन प्राप्त गर्नुभएको छ त्यसलाई चाहिँ के त सङ्कलन गर्नुहोस्। यी प्रश्नहरू चाहिँ तपाईँलाई सोधेको हुनसक्छ जुन चाहिँ आगामी दिनमा पनि हजुरलाई काम लाग्न सक्छ नि त। त्यस्तो प्रश्नहरू यदि छ भने हजुरले आफ्नो डायरीमा नोट गरेर राख्नुहोला। आगामी दिनको लागि चाहिँ के सुधार गर्नुपर्ने छ त भन्ने कुराहरू चाहिँ आफूले लिँदै र आगामी दिनको लागि सुधार गर्दै अगाडि बढ्नु होला। त्यति धेरै दिन अगाडिदेखि जुन कार्यक्रम सञ्चालनको लागि हजुरले पूर्व तयारी गर्नुभयो, पूर्व तयारीमा 2 चरण, त्यसपछि उद्घोषण, त्यसपछि हजुरले गर्नुहुने नहुने सबै कुरा गर्दै गर्दै आउनु भइसकेपछि तपाईँको समग्र कार्यक्रमको परिणाम कस्तो रह्यो, हजुरको रिजल्ट कस्तो रह्यो त्यसलाई विश्लेषण गर्नुहोला। यी कुरालाई चाहिँ हजुरले कार्यक्रम सके पश्चात पुनः चाहिँ के त गर्नुभयो भने चाहिँ तपाईँमा अझ आत्मविश्वास बढ्छ र नयाँ कार्यक्रमको लागि चाहिँ के त हजुर सज्ज हुनुहुन्छ, हजुर रेडी हुनुहुन्छ। जसले यो भिडियोलाई यतिन्जेलसम्म हेर्नुभएको छ उहाँहरूलाई एक भूगोल शुभकामना, किनकि हजुरहरू चाँडै नै सफलताको शिखर छुम्नको लागि अघि बढिसक्नु भएको छ। त्यसैले आदरणीय मित्रहरू, तपाईँहरू यदि यस भिडियो मात्रै हेरिराख्नु भएको छ भने यसको सिरिजको अगाडिको पाटो पनि हेर्नुहोला र हजुरहरूलाई अझ आत्मविश्वास बढ्नेछ र तपाईँलाई यस सिरिजमा अब कार्यक्रम कसरी सञ्चालन गर्ने त हामीले भनिहाल्यौँ स्टेप बाई स्टेप। अब आउने भिडियो चाहिँ अनौपचारिक कार्यक्रम कसरी सञ्चालन गर्ने त उद्घोषकको रूपमा भन्ने विषयमा भोलिको सिरिज आउनेछ र औपचारिक कार्यक्रमको लागि यदि भिडियो चाहनुहुन्छ भने त्यसको पनि भिडियो चाहिँ हाम्रो अलरेडी युट्युब च्यानलमा रहेको छ। साँच्चै नै हजुरहरूलाई हाम्रो यस सिरिजले सहयोग पुगेको छ भने माया स्वरूप भिडियोलाई लाइक, सेयर, सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आगामी दिनमा अझ थप भिडियो ल्याउने बाचासहित भोलि एउटा सिरिज बाँकी छ जहाँ हामीले अनौपचारिक कार्यक्रममा गरिने उद्घोषण हजुरहरूलाई माझ प्रस्तुत गर्ने बाचासहित आजलाई यतिन्जेलसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको समय शुभ रहोस्।